गलीमा सीसी क्यामेरा लगाउँदा पनि चन्दा उठाउनु पर्ने नौबत छन् काठमाडौँमा। शिक्षा स्वास्थ्य जहाँ आधारभूत रूपमै संवैधानिक रूपमै निःशुल्क भनिएको एउटा सरकारी स्कुलमा जानु, सामुदायिक स्कुलमा जानु, कम्तीमा एडमिसन फिस 5,000 भन्दा घटी छैन। भनेपछि यही कुरा मौलापुरमा भइगयो। नजर ध्यान दिएर पत्रकार साथीहरू विषय गरेर गर्न चाहन्छु। मौलापुरमा दवाई फ्री छ, पढाइ फ्री छ, सिँचाइ फ्री छ, खानेपानी फ्री छ र बिजुली फ्री छ। छोरीको बिहेमा सगाइमा समेत 30,000 प्रति व्यक्ति नगरपालिकाले पैसा दिन्छ। भनेपछि यसलाई तुलना गर्ने किन गर्छ? म विशेष दलित साथीहरूले भन्न चाहन्छु, हामी चाहन्छौँ दलितको हरेक नेपालको संविधानले भनेको छ हरेकले आवास पाउनुपर्छ, रोजगारी पाउनुपर्छ। तर आज सुकुम्बासी गरिब दलितहरूको दुर्योग अवस्था छ। त्यसैले एकचोटि काठमाडौँ र मौलापुरलाई तुलना गर्नुपर्छ। काठमाडौँले डोजर चलाएर रोगीलाई निको गर्ने, रोगलाई निको गर्ने, रोगी भगाएर जसरी देखाउनु कोसिस गर्ने, त्यसलाई तुलना गर्नु। जो संवैधानिक अधिकार हो, हरेक गरिबको आवासको अधिकार, रोजगारीको अधिकार, मौलापुरले एउटा सुन्दर बस्ती विकास गरेर ढल नाला पानी बिजुली सहितको एउटा बस्ती छतवाला घर दिने एउटा सरकार छ भने अर्को डोजर लगाएर हटाउने सरकार छ। अर्को पार्टीको सरकारहरू हेर्नुहुन्छ, 2 कोठाको टिनको घर, कमजोर एउटा वियोगको घर दिने अर्को सरकार छ। भनेपछि तपाईँ हामी भाषणमा होइन, प्रभु शाहको भाषणमा किन विश्वास गर्नु? हामीले गरेको काममा विश्वास गर्नु, अनि मात्र अगाडि बढ्नु भने ठगिने दलबाट बचाउनु विशेष आग्रह गर्न चाहन्छु।